सो गाइस तपाईहरुलाई फेरि पनि स्वागत छ हाम्रो YouTube च्यानलमा र आज हामी जादैछौं अटोग्राफ लिन्छस् भाइ आज हामी जादैछौं कहाँ जादैछौं आज हाम्रो साथी हामी स्कुलबाट जादैछौं राजा रानी यो हाम्रो स्कुलको सबैभन्दा ह्यान्डसम अनि म धेरै मजाक पनि गर्छु के बोले भाइ अब के बोले सो हामी चाहिँ अहिले निस्किसकेको छौं हैन हेर्न सक्नुहुन्छ बाहिरको भ्यू जादैछौं अनि अब हाम्रो साथी पाण्डे उता ह्यान्डसम पाण्डे चस्मा लगाइदे चस्मा लगाएर ह्यान्डसम देखिन्छस् अपुई ल अब चाहिँ बाटो बाटोको म सिन देखाउँदै जान्छु हैन त्यही हो नहाँस्दा धेरै सास गनाउँदैछ बेटा आइपुग्यौँ हामी होटेलतर्फ होटेल कामले गर्दा म नि गोरो आएँ हेर म गोरो आएको छु नि म पुरा गोरो आइसक्यो हैन खोइ यता तर म गोरु मै गोरु छु छोरा कामको कुरा गरौँ न एउटा बाटो बन्द भएको कारणले हामी यहाँ पर्खिरहेको छौँ अब आधी घन्टा जति यहीँ बस्छु मलाई अनि त्यसपछि हामी फेरि लाग्ने हो पोखरीतिर देखा उतातिर जाने अब उता सुपर ब्याङ्कमा उडेर गइदिन्थेँ यार म तर ब्ल्याक पेन पो परे त भन्न ब्ल्याक एक्सपेक्टेसन नै मर्यो यार यहाँ आएर त कस्तो दामी थियो यार कस्तो दामी सोचेको थियो यार यस्तो हुन्छ भनेर थाहा पाएको त आउँदैन हैन एक्सपेक्टेसन भर्सेस रियालिटी यार छ्या कहाँ यहाँ बच्चा बुटीले आउनु अलाउड छ नि त तपाईँ कहाँबाट आउनुभएको म भेडे माछा मार्ने ठाउँ पे भेटाएँ मैले जाउँ माछा मार्न यो के हो त यत्रो ठुलो ठाउँ छ जाउँ न छिरेर मार गुरुबाले खानुहुन्न होइन गुरुबाले माछा त्यो खानुहुन्न होइन मासुहरू माछा मारिदिउँ त सुन्नुहुँदैछ सो यहाँको दाइहरूले चाहिँ माछा मार्नुहुँदैछ यहाँ हामी चाहिँ ल्याउने बिर्स्यौँ थियो रड तर ल्याइनौँ तर म हातले पनि मारिदिन्छु म खतरा छु यति पानी त म यति पानी म के निकालिदिन्छु सब निकालिदिन्छु नि यति पानीमा त यति पानी सब निकालिदिन्छु म बाल्टी ल्याऊ बाल्टी निकालिदिन्छु भने सब मार्नुपर्छ र एक्लै निकालिदिन्छु एक्सपर्ट छु म माछा त म यस्तो मारिदिन्छु दिदी यो माछाले खान्छ हो गोटी सानिने हो यहाँ माछाले के खान्छ ल सरी गुरुबा तपाईँ सुँगुरको मासु खानुहुन्न होइन माछा मार्दिम यो हाम पालिदिन्छु आइदिन्छु 1 सेकेन्डमा यत्रो माछा लिएर They ask you how you are, you just have to
say that you're fine when you're not really fine, but you just can't get into it. Hello guys. हेलो दिदी म बिहे भन्दा गोरो छु. Women. फोटो स्टेसन दिदी मेरो नि फोटो निकाल्दिनु न एउटा अब सुन त तेरो स्वर त कति राम्रो त अनुहार किन नभएको भन् त स्वरले खाइदिएपछि क्या हुन्छ तर मेरो सबै स्वर खाइदियो के चाहिँ खाइदियो फेरि भेटौँला कार्यक्रम सञ्चालन गर्नका लागि स्माइल मोबाइलले त केटा सेवक सबैको राख्छु क्या कहाँ राख्छस् मोबाइलमा झरना दिदी भन्दैछ हेलो. त्यो डन्डी दियो हो अरविन्द्र साइमन साथी यता हेर्दै न एकचोटि को आएन हाम्रो कल गरौँ न हेलो. तिमी राम्री म गोरो यो लाएर बस्छ पाण्डे बेलरीको ट्यापे म त बेलरीको बेलबारी हो. म बिहे बस्न बेलबारी भन्दै बेलबारीको बेलबारीको ट्याप भन्दैछ तर हाई चाइनिज असुरो ए असुरो ला चिनी न सरी सुम्नीमा सरी उस्तै उस्तै कपाल देखेँ कि हेलो राम्री असुरो ए फोटो अनुहार नदेखाउनु हो हेन्सम खुरी यहाँ कोला पार्टी सेकुवा घुमाइदिएको ढुङ्ग्री फुको मुला बिमे त हेर त एकचोटि यसरी हो मुला उल्टो उल्टो ओ अहिले ग्लास युज गर न मासु माथि माथि मासु पोल्ने कार्यक्रम सुरु भइसक्यो हाम्रो यहाँ नुन त हाल्यौ नि ए हजुर ल पानी सानी छैन यस्तो ठाउँमा त्यही त हिँड पानीको खोजीका हामी पानीको तलासमा जाँदैछौँ यो 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 ए यो बाटोमा निकाल्नुपर्छ पानी पानीको तलासमा मरुभूमिको बिचमा आइसकेको छु घर होइन ओइ उता पर उता पर यो घर नि फलेछ हौ म त पानी हो भनेर उता गए हुन्थ्यो बरु हामी यहाँ उता पर पुग्नुपर्छ अब पानी 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 अब हामी पिउने पानीको तलासमा छौँ होइन खोजीमा अब सर्चिङ फर वाटर हामीले बस्ती गइरहेको यो पानी छ तर यो पानी खुवाउनु हुँदैन यो डिउ पो त हो डिउ जस्तै छ त पानी हामीले पानी भेट्न पौडी त्यो एउटा पानी चाहिँ खोज्नु सुरुमा पानीको 2 hours later. सक्दिनस् त हजुर हामी पानी जति खाए पनि सकिँदैन है गाइस तपाईँहरू जति मोडर्न भए पनि यो पुरानो परम्परालाई चाहिँ बिर्सिनु हुँदैन हामीले चाहिँ फाइनली पानी भेट्यौँ त्यो नि चिसो कुवाको पानी हेर्नु कति राम्रो हुन्छ स्वास्थ्यको लागि एकदम राम्रो मिनरल वाटर भन्दा पनि राम्रो हुन्छ यो पानी तपाईँहरूले के थाहा यो पानीले नुहायो भने मान्छे गोरो हुन्छ म तराईमा बस्ने मान्छे के त्यसैले पहाडको मान्छे गोरो हुँदो रहेछ बल्ल ल आउँदैछु म माछा मार्न तिम्रो स्कुल पढ्दा त यति राम्रो थिएन त आज कहाँबाट भयो यति राम्रो दिन मात्र थाहा भइदो रहेछ क्या आफ्नो क्लासको केटीहरू पनि कति राम्रो हुन्छ भनेर तर के गर्नु सबलाई दिदी बनाउँछु
अनुहारले पत्याउँदैन नि त चटपटी बनाएको हो म पनि सिक्छु 12 पछि यही त गर्ने हो नि ए चटपटी आए चटपटी ल मजाले बनाउनु आज खायो भोलि खोलातिर आयो ट्याङ्कीको पानीले भ्याउँदैन नि त ल यो भीम हाम्रो भीम साथीले चाहिँ यहाँ बनाउँदैछ मासु तिमीहरूलाई थाहा छ हाम्रो क्लासको केटी र पाण्डे फोटो खिचेर कहिले आउँदैन त्यो पाण्डे अहिलेसम्म खिचिरहेको छ यो जङ्गली अङ्गुर हो कस्तो मजा आउँछ खाऊ त जङ्गली अङ्गुर तिमी खाऊ जङ्गली अङ्गुर भन्दैछु नाच न ओइ पाण्डे आयो हेलो एल्सा मेरोतिर देखाऊ मेरो अनुहार देखाऊ म सबैसँग दिन्छु ल यो भ्यू टावर बन्द छिन्नै पाएन यार भ्यू स्यू हेर्न पाइन यार छाकुरी भेरेटारको भ्यू हेर्न पाइन अब के गर्नु यार सेवक हुन्छ लाली गुराँसको फुल ए फुल होइन बोट सरी माई मिस्टेक टङ स्लिप अर वाट एभर यु वान्ट टु से नाइस इङ्ग्लिस ऊ त्यो ठुलो त्यहाँ त्यो उता मादल ढोल त्यहाँ माथि के भन्ने पाण्डे नाच्दैछ मखमली पछ्यौरीले सानो यो ऐसेलु अरे मलाई थाहा थिएन यो खाने हो कि के गर्ने हो खै टिप त यहाँ देऊ त मलाई पाकेको थियो पहिले त अलिकति के हो यहाँ पाकेको रहेछ औसेलु यी म खानेर देखाउँछु ल छा पोरी यो जङ्गली गाडा हुन्छ नि त राम्रो छ यार म पनि पहाडमा जन्मेको भाइ म त मजा आइरहेको छ यार फ्रीमा कन्टेन्ट पाएँ फ्रीमा अन्त कन्टेन्ट ल्याउने मान्छे म हो नि त ओइ सेवक गुरुबा सुन्नु न सधैँ सुन्नु न हौ बस्नु न यहाँ बस्नु सधैँ नि तपाईँ मात्र क्वेसन सोध्नुहुन्छ न आज म सोध्छु ल तपाईँलाई ल आइक्यू तपाईँको टेस्ट है कसैले नभने गुरुबारे मात्र आउनु न तुलसी सर आइक्यू टेस्ट तुलसी सरको आइक्यू टेस्ट ल पास भन्न पाइँदैन ल सर ल तपाईँको आइक्यू कतिको छ हेरौँ ल सपोज तपाईँ ट्रेनको ड्राइभर होइन त्यहाँ 5वटा स्टेसन छ होइन पहिलो स्टेसनमा 2 जना चढे दोस्रो स्टेसनमा 1 जना ओर्लिए तेस्रो स्टेसनमा 4 जना चढे होइन अनि चौथो स्टेसनमा 2 जना
ग्रामर 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 ग्रामरलाई आउँदैन स्टेसनमा सिम्पल प्रेजेन्ट टेन्स सिम्पल पास्ट टेन्स चढो को मलाई छापबाट नदी भेटेको छु यो सरी भर्खर आएको होइन गणसाल पापीहरू त चुप लाएर बस्दो रहेछ कि तानेर दिएपछि त तैँले कति भाटा भेटिस् भने त पुरै जिन्दगीमा बाल प्रतिभामा कति थाहा छैन धेरै भेट्यो अनलिमिटेड होइन यसो म चाहिँ भेट्न म कलेज स्कुल आउँथेँ नि त कहिले भेट्ने कुटेर हाल्छु म स्कुल आउँथेँ यस्तो हो म त झन् यस्तो गरेँ यस्तो यहाँ आइज यसरी थ्याङ्क्स फर वाचिङ भिडियो टाटा स्कुल आइपुग्यो